म चाहिँ आज यहाँ धरान श्रम संस्कृति पार्कमा आछु जुन हाम्रो हर्का साम्पाङ सरहरूको देनमा बनेको हैन यस्तो छ हेर्नु होला तपाईहरुलाई कस्तो लाग्छ श्रमकै कारण हैन देश चाहिँ बदलिन्छ जस्तो लाग्यो आज यो उहरु देख्दाखेरि हैन यस्तो छ एकदमै राम्रो छ यस्तो कालो पार्क मलाई चाहिँ एकदमै राम्रो लाग्यो यो पार्क देखेर आज धेरै जस्तो मैले मिडियामा मात्रै देखेको थिएँ यो कुराहरु चाहिँ हैन यस्तो छ देख्न सक्नुहुन्छ र यता चाहिँ पुरै जंगल यो जंगल भने यस्तो हैन बर्खा मासमा यस्तो यो च्यानघारी हो एउटा कल्पना पनि गर्न सकिएको थिएन यो ठाउँमा चाहिँ अब यस्तो पार्क बनेको छ हैन यस हामीहरु जुनै पार्टीको भए पनि देशमा चाहिँ विकास गर्ने मान्छेलाई चाहिँ सबैले सपोर्ट गर्नुपर्छ है म चाहिँ त्यस्तो लाग्छ है ल यस्तो बनेको छ यस्तो घना जंगलको बीचमा यस्तो छ पार्क यहाँदेखि तलसम्म हैन ठुलो एरियामा चाहिँ यो एउटा अब यतिकै वेस्ट भएको जस्तै ठाउँ थियो हैन वेस्ट भन्दा पनि यतिकै अब खासै अब च्यानघारी जस्तै खोला नाला भएको ठाउँमा अहिले यस्तो छ यो पार्क चाहिँ यस्तो छ है अहिले हैन यो श्रम संस्कृति पार्क हो देख्न सक्नुहुन्छ अहिले यस्तो छ पहिला अब खासै कस्तो थियो यो ठाउँ अहिले चाहिँ यति बवाल भइसकेको छ कि घुम्न आउनेको भिड घुइँचो यतिकै हुन्छन् यस्तो जंगलको बिचमा चाहिँ अहिले यस्तो छ है माथिबाट झन् खतरा देख्छ सिन चाहिँ र यति नै यस्तो छ यो पार्कमा चाहिँ श्रम संस्कृति पार्क चाहिँ टक्क यस्तो छ गार्डनहरु क्लिन गरिराख्नुहुन्छ यता यस्तो बवाल छ ठाउँहरु पनि यतिको राम्रो छ भन्नु यो पार्कहरु चाहिँ घुम्न आउनलाई एकदम बेस्ट छ है जुन मिडियामा मात्रै देखिन्थ्यो साच्चै राम्रो छ आज आफ्नै आँखाले प्रत्यक्ष देखेपछि विश्वास लाग्यो हैन हरेक नेपालको हरेक ठाउँमा चाहिँ यस्तो कुराहरु चाहिँ जस गर्यो श्रमले केही विकास गरियो अब बनाइयो भने चाहिँ त्यसरी नै विकास हुन्छ जस्तो लाग्छ है किनकि यस्तो ठाउँमा चाहिँ फरेन विदेशीहरु आउँदा चाहिँ घुम्न रुचाउनुहुन्छ एकदमै मलाई थाहा छ यो कुराहरु संस्कृति पनि झल्का छ हाम्रो नेपालको हैन यस्तो ठाउँमा चाहिँ एकदमै जो पनि आउन रुचाउनुहुन्छ अब यो गेटबाट गइसकेपछि फेरि तल पनि ठुलो छ है